स्कटल्यान्ड टी20 ट्राई सिरिजको लागि चाहिँ नेपालले चाहिँ आफ्नो टिम घोषणा गरिसकेको छ। यो टोलीमा चाहिँ कोही नयाँ अनुहार पनि घोषित भएका छन् भने कोही खेलाडीहरूले चाहिँ आफ्नो टिममा चाहिँ कमब्याक गरेका छन्। आउनु साथीहरू, तपाईलाई थाहा भइसक्यो होला कि नेपालले चाहिँ स्कटल्यान्ड ट्राई सिरिजको लागि चाहिँ टी20 टिम घोषणा गरिसकेको छ भन्ने बारेमा। तैपनि यसको बारेमा चाहिँ केही हामी छलफल गर्नेछौँ र यसमा कोही नयाँ अनुहार जोड्नुपर्ने हो कि यसमा तपाईँ र हामी टिम बनाउनेछौँ साथीहरू। को चाहिँ राख्दा ठिक होला, को नराख्दा ठिक होला भन्ने कुराहरूको चाहिँ विस्तृत छलफल गर्नेछौँ है साथीहरू। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र च्यानलमा नयाँ आउनु भएको छ भने सब्स्क्राइब गरेर जानु होला है साथीहरू। ल, नेपाल चाहिँ अहिले स्कटल्यान्डमा छ। त्यहाँ चाहिँ नेपालले चाहिँ लिग 2 का चाहिँ 4वटा म्याच खेल्यो, 4वटामा चाहिँ 3वटा जित हासिल गर्यो। त्यसपछि चाहिँ लगत्तै अब टी20 सिरिज पनि आउँदैछ, जसमा चाहिँ नेपाल, नेदरल्यान्ड, स्कटल्यान्ड गरेर चाहिँ जम्मा 3वटा टिम छन्। 3ले चाहिँ एउटा टिमसँग 2-2वटा म्याच खेल्नेछ, जसका लागि चाहिँ नेपालले रोहित कुमार पौडेलको क्याप्टनसिपमा चाहिँ 16 सदस्यीय टोली घोषणा गरेको छ, जसमा चाहिँ सोमपाल कामी र गुलसन झाहा प्र्याक्टिस गर्दाखेरि चाहिँ चोट लागेको कारण टिममा समावेश छैनन्। सोमपाल कामी जस्तो चाहिँ एउटा फास्ट बोलर जो नेपाली क्रिकेटको फास्ट बलको चाहिँ जिम्मेवारी बोकेका छन्, एक्लैले मात्रै आफ्नो काँधमा बोकेका छन् साथीहरू। पावर प्ले र डेथ ओभरमा चाहिँ बोलिङ गर्ने एक क्षमता भएका र नेपाललाई यिनले धेरै म्याच जिताएका छन्। यी टिममा नहुँदाखेरि, सोमपाल कामी टिममा नहुँदाखेरि नेपाली बोलिङ लाइन चाहिँ अलिक कमजोरी देखिन्छ। बाँकी सबै त्यही छन् साथीहरू है। आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने छन् भने केहीले मौका पाएका छन्, कसैले कमब्याक पनि गरेका छन्। केही नयाँ अनुहार किरण ठगुन्ना र रूपेश कुमार सिंहले चाहिँ पहिलोचोटि चाहिँ टिममा परेका छन् टी20मा चाहिँ। यसमा चाहिँ उनले अब खेलमा मौका पाउँछन् या पाउँदैनन् त्यो चाहिँ पछि हेरौँला साथीहरू है। त्यसपछि लोकेश बमको कमब्याक भएको छ, नन्दन यादवको कमब्याक भइसकेको छ, लोकेश बमले पनि डेब्यू भइसकेको छ टी20मा भने नन्दन यादवको पनि सायद कतार विरुद्ध हो कि क्या हो, उनको पनि डेब्यू भइसकेको छ। अनिल कुमार शाहको पनि कमब्याक भएको छ भने धेरै खेलाडीहरू मिक्स छन्, पुराना अनि नौला अरू त्यसमा बिचमा गायब भएका खेलाडीहरूलाई एउटा मिक्सिङ तरिकाले चाहिँ नेपालले टिम घोषणा गरेको छ। यिनीहरूमा खुबी एकदमै छ। बाँकी खेल चाहिँ हामी नेपालले चाहिँ 16, 17, 18 र 20 तारिक चाहिँ टी20 म्याच खेल्नेछ साथीहरू। टाइमिङ त्यही हुनेछ, हल्का फरक हुनसक्छ है साथीहरू। अहिले त्यो पनि हेर्न सकिन्छ क्रोममा गएर। तैपनि नेपालले चाहिँ अब टी20मा आफूलाई एकदमै बलियो बनाउनुपर्छ, किनकि नेपालले चाहिँ टी20 वर्ल्ड कप 2026 को चाहिँ क्वालिफायर म्याच खेल्नुपर्नेछ। यिनीहरूसँग खेल्नुपर्दा चाहिँ नेपालले धेरै कुरा सिक्छ, किनकि एसोसिएट कन्ट्रीहरूका चाहिँ टप कन्ट्री हुन्। अस्ति देख्नुभयो स्कटल्यान्डले चाहिँ 374-75 यस्तै रन बनाएको थियो। हेर्नुहोस् न, नेदरल्यान्डले चाहिँ त्यो रनलाई पनि चेस गरिदियो, एउटा इतिहास रचिदियो है। त्यस्तो खुबी भएका हुन्। यिनलाई चाहिँ जहाँ पनि जस्तो पनि गर्न सक्छन् है। तर नेपालले चाहिँ दुईवटै टिमलाई धुल चढाएको थियो, किनकि नेपालको ब्याटिङ बोलिङ लाइन एकदमै राम्रो छ र सोमपाल कामीको चाहिँ कमजोरी देखिनेछ साथीहरू है। सायद नन्दन यादवले त्यो सोमपाल कामीको चाहिँ त्यो कमीलाई चाहिँ नन्दन यादवले पुरा गर्छन् कि गर्दैनन् त्यो खेल हेरेपछि थाहा हुनेछ। पक्कै पनि पहिल्यै म्याचमा ओडिआई म्याचमा 3 विकेट लिए, अब फेरि पनि टी20मा पनि चमत्कार गर्नेछन् भन्ने आश छ साथीहरू है।